प्रधानमन्त्रीज्यूले बोल्नुभएको अभिव्यक्ति त्यसो भए राष्ट्रवादी थियो, राष्ट्रको हितमा थियो भने अझै पनि म माग गर्न चाहन्छु, अझै पनि म भन्न चाहन्छु, यो रेकर्डबाट नहटाइयोस्। हामीले यो सदनमा विरोधको लागि विरोध गरेका होइनौँ, यो प्रश्न पार्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति, यो रोस्टमबाट बोल्नुभएको कुरा रेकर्डबाट हटाइयोस् भनेर लामो समयदेखि हामीले माग गरिरहेका छौँ। अझै पनि त्यो सम्बन्धी यहाँ सुनाइ भएको छैन। म प्रश्न गर्न चाहन्छु सरकारलाई, के प्रधानमन्त्रीज्यूले बोल्नुभएको अभिव्यक्ति त्यसो भए राष्ट्रवादी थियो, राष्ट्रको हितमा थियो भने अझै पनि म माग गर्न चाहन्छु, अझै पनि म भन्न चाहन्छु, यो रेकर्डबाट नहटाइयोस्। तर यदि यो राष्ट्रको हित विपरीत छ, राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने यो रेकर्डबाट तुरुन्त हटाइयोस्। सभामुख महोदय, म माग गर्न चाहन्छु। र प्रधानमन्त्रीज्यूले पार्टीभन्दा ठुलो देश हो सभामुख महोदय, श्रम संस्कृति पार्टी हाम्रो पार्टीले थाहा छ, देश हाम्रो पार्टीभन्दा ठुलो। उहाँले कता चितवनतिर गएर स्पष्टीकरण दिने होइन सभामुख महोदय। हामीले प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्ति यो सम्मानित रोस्टमबाट आएर करेक्सन गर्नुपर्छ हामीले भनिरहेका छौँ। तर अहिलेसम्म व्यवस्था छ, बेखबर छ सभामुख महोदय।